तपाईको शुभ नाम? रेणुका वडा हो, यहाँ हरिओम कोलानी 5 नम्बर हो घर। ए ल, कस्तो लागिरहेछ यहाँ नतिजा सुनिरहँदाखेरि? हामीलाई त राम्रो लागिरहेछ। अब यति दुःख गरेर हामीले बालनलाई बितायौँ भन्ने एउटा विचार पनि छ हामीहरूलाई होइन। देशमा राम्रो गर्नुहुन्छ भनेर हामीले यति हत्या गरेर अब भोट दिएका छौँ। अब राम्रै रमाइलो लागिरहेको छ। अब हाम्रा छोराछोरीहरू कसैका छोराछोरीहरू बाहिर जानु नपरोस्, हाम्रो देश बनाउनु हामीलाई आशा छ। अब के छ बालेन्द्र शाह तपाईँको घरमा भोट माग्दै आउनुभयो कि भेट भएन उहाँसँग? देखेर हामीले भोट दिएको हो होइन। घरमै त अब आउनु भएन। भरे हाम्रै घर देखेछ तलकोटपट्टि भयो, यहाँ आएर बस्नुभयो। के आधारमा चाहिँ दिनुभयो तपाईँले? भोट दिनु भनेर माग्नु भएन। हामीलाई काम दिनु देखाइदिनु भन्नुभयो। हामीलाई साह्रै पुस्तक बुझ्यो। भोट माग्ने होइन नि त, काम देखाइदिनु भन्नुभयो। हामीले काम देखाइदिनु उहाँहरूले भन्ने बोल्नुभयो। त्यो साह्रै राम्रो लाग्यो हामीहरूलाई। अनि अब त्यही होइन, कसैका छोराछोरी कति मरे, कसैले केही भन्नु पनि भनिदिनु भएन। हामी आमा सबै एउटै हौँ। कति दुःख गरेर हुर्काएका थिए छोराछोरीहरू भन्ने कुरा सबैलाई थाहा छ, आमालाई सबैलाई थाहा छ। यस्तो भएछ भनिदिनु भएन। मेरो पनि छोरो खसेको छ, म पनि धेरै दुःखमा परेको छु। परेको त्यस्तै परेको छ नि, उहाँहरूलाई पनि त्यस्तै परेको होला भन्ने सोचाइ लाग्छ हामीलाई पनि होइन। पहिले चाहिँ कुनको समर्थक हुनुहुन्थ्यो तपाईँ? पहिले चाहिँ कसलाई भोट हाल्नुहुन्थ्यो? अहिले चाहिँ अब रासपाल हाल्नुभयो होइन, पहिले केलाई हाल्नुहुन्थ्यो? पहिला चाहिँ हामी काङ्ग्रेस हो, त्यहाँदेखि अनि अब सूर्यमै लगाएका छौँ होइन। त्यहाँबाट काङ्ग्रेसले गरेन, सूर्यमा लगाइयो, सूर्यबाट पनि छोडेर अब अहिले घन्टीमा लगाइयो। अब यस्तै छ। जस देश परिवर्तनको लागि रासपाललाई दिनु भएन त भोट? के भन्नुहुन्छ यो विषयमा? तपाईँको पनि थोरै बुझ्नु छ। अब यो झापा जिल्लामा लाल किल्ला झापा जिल्ला भन्ने केपी ओलीज्यूको थियो होइन। उहाँको एउटा घर परिवार जस्तै हामी सबैजना हो। हामीले दिएकै यो भोट पनि होइन, नदिएको होइन। तर पटक पटक अब के छ भने हामीलाई मात्रै दिएर पनि भएन, हाम्रो मात्रै देशको विकास गरेर पनि भएन होइन। मात्र नेपाल अधिराज्य भइसकेपछि सबैतिर हेर्नुपर्छ। त्यत्रो बच्चा मरेका छन्, उहाँले केही ठाडो कान लाउनु भएन। त्यत्रो सुनकाण्डा हेर्नु भएन होइन। त्यत्रो पैसा नेता जस्तोको घरमा कति कति पैसा रहेछ हजुरले पनि थाहा पाइहाल्नुभयो होला होइन। जनता यहाँ भोकाले कति ठाउँमा कुना कुनामा मरिरहेका छन्। धारो छैन, बिजुली छैन। पश्चिम क्षेत्रमा हेर्न जानु भने एउटा पेट बोकेको आइमा एउटा डोकामा ढाकेर बोकेर लिएर आएको छ होइन। हामी यहाँ बजारमा छौँ र पो हामीलाई लु ठिकै छ भन्छौँ त, तर दुर्गम क्षेत्रमा गएर हेर्नु भने त धेरै गाह्रो छ नि त नि। त्यतातिर पुग्नु भएन। उहाँले आफ्नो मान्छे आफ्नो स्वार्थ मात्रै गर्नुभयो क्या। धेरै चाहिँ गुन्डागर्दी पाल्ने, उखान टुक्क गर्नुभयो। त्यो कारणले गर्दा जनता उहाँकै परिवार सबै भाताभुङ्ग भएको उहाँले गर्दा हो, हामीले गर्दा होइन। उहाँले राम्रो काम गर्नुभएको थियो भने हामीले किन बदलिनु पर्थ्यो र? हामीले किन अर्को बाटो रोज्नु पर्थ्यो र? काठमाडौँको मेयरलाई चाहिँ हेर्नुपर्छ भन्ने त हामीलाई थिएन नि त। देशको देउता र गाउँको भूत मिल्दैन भन्छन् नि त होइन। हामी उहाँलाई नै हेर्थ्यौँ नि त, तर उहाँले गर्नु भएन। हामीलाई मात्रै होइन, देशैभरि गर्नुपर्ने थियो, गर्नु भएन। उहाँले धेरै लत्तो छोड्दै जानुभयो। उहाँ साइड हुनकै लागि यो खोज्नु भएको थियो। तर अलिकति उहाँले अब हुन त उहाँ झन् ठुलो मान्छे, प्रधानमन्त्री जस्तो भएको होइन। उहाँले के चाहिँ गर्नु पर्थ्यो भने साइडमा बसेर अरू केटाहरूलाई लगाओ, तिमीहरू जाओ भन्नुभएको भए उहाँको मानमनी त हुन्थ्यो होइन। तर उहाँ आफै भिड्नुभयो। अब 70-75 वर्षसम्म उहाँ चाहिँ प्रधानमन्त्री नै खाइरहने, अरूलाई चाहिँ 50-55 वर्षमा बुढाबुढी भयो भनेर भत्ता दिएर बस्ने। र हाम्रो भत्ता पनि बढ्नुपर्छ। एमाले दिएको भत्ता होइन। पहिला मनमोहनले हुँदाखेरि हाम्रै रेमिटेन्सको पैसा, हाम्रै कर तिरेको पैसाले भत्ता दिएको र अब बालेन शाहको पालामा अब बुढाबुढीलाई भत्ता पनि बढ्छ भन्ने पनि आशा छ होइन। अहिले यो भत्ताले गर्दा चाहिँ कति काम गरेको छ भन्नुहुन्छ भने कति घरमा त नहुनेको घरमा त्यो भत्ताले गर्दाखेरि बाबा आमा सासू ससुरालाई त्यो भत्ताले गर्दा पनि राम्रो पाएका छन् होइन। यसमा बालेन शाह प्रधानमन्त्री हुनुभयो भने उहाँको पार्टीको मान्छेहरू सबैजना ठुलो मान्छे पार्टी अब 2/3 बहुमत ल्याउनु भयो भने, बहुमत आयो भने यसमा पनि ध्यान जाओस् भन्ने मेरो कुरा छ होइन। र हामीलाई मात्रै हेर्ने होइन, सब मुलुकमै सबै नेपाल अधिराज्यभरि कुना कुना कोप्ता गएर हेर्नु, अनि त्यो सुनकाण्डा खोज्नु, त्यो पैसा खोज्नु होइन। बेरोजगारीलाई रोजगारी दिनु, उद्योग कारखाना पहिलाका खोल्नु। पहिला राजाका पालामा कहाँ के थियो त्यो पढ्नु भएको होला। उहाँले धेरै पढ्नु भएको मान्छे हुन्छ, अनुभवी हुन्छ होइन। देशलाई एकदम राम्रोसँग अब काँधमा काँध हातमा हात मिलाएर गुन्डागर्दी नगरिकन कुनै पार्टीले पनि त्यस्तो नगरिकन अब किन के चाहिँ रहेछ त भन्दा देशले परिवर्तन चाहेको रहेछ भन्ने
हाम्रो विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री बालेन शाह भएको हेर्न चाहन्छु। हामीले त्यही चाहेको छ, हाम्रा छोराछोरीले त्यही चाहेको छ। त्यही भएर म त्यही भन्न चाहन्छु। हस्, धन्यवाद। हस्।